नमस्कार, स्वागत छ यहाँहरूलाई कस्तुभ मन्थनमा। तन्त्रको विषयमा आज कुरा गर्दैछौँ। यो तन्त्र भनेको के हो? यो कालो जादु भन्छौँ, शमशानमा बसेर मसान र भूत मरेकासँग खेलाउने, आकाशमा उड्ने, कसैको भाग्य चेन्ज गरिदिने, औँठी र माला लगाउने, यही सब हो तन्त्र कि अरू केही हो भन्दाखेरि यी हो वा होइन म जान्दिनँ, तर तन्त्रको दार्शनिक पक्ष, फिलोसफिकल एस्पेक्ट के हो त भन्ने कुरा चाहिँ आज बुझौँ। सर्वप्रथम के बुझौँ भन्दा तन्त्र इक्वल्स टु यन्त्र प्लस मन्त्र, यानी कि तन्त्र भनेकै यन्त्र र मन्त्रको जोडबाट निक्लिने फल रहेछ। यानी कि यन्त्र र मन्त्रलाई जोडिसकेपछि हामीले पाउने रिजल्ट चाहिँ के रहेछ? तन्त्र रहेछ। अब यो तन्त्र के हो बुझ्नुभन्दा अगाडि हामी के बुझौँ भन्दाखेरि एउटा न्युटोनियन फिजिक्सको एउटा कन्सेप्ट बुझौँ र अर्को हाम्रो हिन्दूको पञ्चतत्त्वको बारेमा बुझौँ। सर्वप्रथम न्युटनले के भन्छ भन्दा कुनै पनि बडी, कुनै पनि अब्जेक्ट कि त रेस्टमै रहन्छ कि त मोसनमै रहन्छ until and unless acted upon by some external force। भनाइको मतलब जस्तो यो वाटर बोतल छ, यो वाटर बोतल हिँडेपछि हिँडेको हिँडिरहन चाहन्छ जबसम्म यसलाई केहीले रोक्दैन, अर्को एक्सटर्नल फोर्स लाग्दैन, अथवा यो रेस्टमा छ भने अर्को फोर्स नलाग्दासम्म यो चलायमान हुनेवाला छैन। एउटा यो कन्सेप्ट भयो, राइट? र अर्को कन्सेप्ट हामीले बुझ्नुपर्ने हुन्छ तन्त्र बुझ्नुभन्दा अगाडि, पञ्चतत्त्ववाला कन्सेप्ट। हिन्दूहरूको विचार अनुसार यो पृथ्वी, यो ब्रह्माण्ड, यो विश्व पञ्चतत्त्वले बनेको छ। त्यो पाँचवटा तत्त्व के हो त? पृथ्वी, जल, वायु, आकाश र अग्नि हो। अब यो न्युटनको र यो पञ्चतत्त्व दुईटालाई मिसाएर हेरौँ तन्त्र के रहेछ भन्ने कुरा। सर्वप्रथम हिन्दूले भनेको पञ्चतत्त्वमा पृथ्वी इज द रिप्रेजेन्टेसन अफ द सोलिड स्टेट अफ म्याटर, यानी कि कुनै पनि म्याटर तत्त्वको ठोस रूपलाई पृथ्वीले एक्सप्रेस गर्छ। त्यसै गरी जल भनेको लिक्विड स्टेट हो, म्याटरको तरल अवस्था हो, र वायु भनेको ग्यासियस स्टेट हो कुनै पनि म्याटरको, र फायर भनेको एक्सटर्नल फोर्स हो। हामीले ठोसमा हिट बढाइदियौँ भने मेल्टिङ पोइन्ट पुग्छ र त्यो पग्लिन्छ। अझ पग्लेको तरलमा हिट बढाइदियौँ भने हामीले त्यो बाफ बनेर ग्यास बनेर उड्छ। अब ग्यासमा हामीले हिट घटाइदियौँ भने त्यो लिक्विड बन्छ, र लिक्विडलाई अझ 0 भन्दा तल पानीलाई लगिदियौँ भने त्यो के बन्छ? सोलिड बन्छ। यानी कि फायर भनेको एक्सटर्नल एलिमेन्ट रहेछ, एक्सटर्नल फोर्स रहेछ, बाहिरी एउटा शक्ति रहेछ जसले म्याटरमा, जसको प्रयोग भएपछि म्याटरले आफ्नो रूप चेन्ज गर्दो रहेछ, ट्रान्सफर्म, ट्रान्सम्युट हुँदो रहेछ म्याटर। हिट घटाइदिँदा ग्यास टर्न्स इन्टु लिक्विड एन्ड लिक्विड टर्न्स इन्टु सोलिड, हिट बढाइदिँदा सोलिड टर्न्स इन्टु लिक्विड एन्ड लिक्विड टर्न्स इन्टु ग्यास हो। र इथर, यो आकाश जसलाई भन्छौँ, यो आकाश भनेको त एउटा स्पेस रहेछ जहाँनिर यो सोलिड, लिक्विड, ग्यास एउटा फर्मबाट अर्को फर्ममा जानको लागि ठाउँ, स्पेस चाहियो कि चाहिएन? हो, त्यो आकाश तत्त्व भनेको यो स्पेसको रिप्रेजेन्टेसन हो। अब मन्त्र भनेको यो एक्सटर्नल फोर्स हो, फायर हो, र यन्त्र भनेको यी तीनवटा म्याटरका स्टेटहरू हुन्। अब मन्त्र यन्त्रमाथि लाग्यो भने रियाक्सन सुरु हुँदो रहेछ र म्याटर एउटा फर्मबाट अर्को फर्ममा जाँदो रहेछ। यो मन्त्र एक्सटर्नल एनर्जी हो, न्युटनले भने जस्तो, जसले चाहिँ कुनै पनि म्याटरलाई आफ्नो पोजिसन, आफ्नो ठाउँबाट अर्को ठाउँमा लगिदिँदो रहेछ हो। भनिसकेपछि तन्त्रले मूलभूत रूपमा यो विश्व ब्रह्माण्डको फिजिक्स, केमिस्ट्रीको बारेमा बोल्दो रहेछ। कसरी भन्दाखेरि
सुरुको प्राइमोडल ओसनमा लिपिड प्रोटिन एमिनो एसिड जस्ता लाइफका मलिक्युलहरू फ्लोट गर्दै थिए। यिनीहरू म्याटर हुन्। कुनै शक्तिले यो सबै म्याटरलाई जोड दियो। त्यो शक्ति जसले यो म्याटरहरूलाई जोड दियो त्यो शक्ति मन्त्र हो। र ढ्यान्टड्यान युनिसेलुलर अर्ग्यानिजम जन्मियो। त्यो युनिसेलुलर अर्ग्यानिजम एक कोषीय जनावर परिवर्तन हुँदाहुँदै इयाम जन्मिए। अब तन्त्र भयो। हेर त, यसरी यन्त्र र मन्त्र, यानी कि यन्त्रमा मन्त्रको प्रयोगद्वारा जे हुन्छ त्यो तन्त्र हो। यी एमिनो एसिड लिपिड प्रोटिनहरूबाट ढ्यान्टड्यान म बनेर आज तन्त्रको बारेमा बोलिरहेको छु। यो जादु भएन त? अभियसली जादु भयो, राइट? सो तन्त्र इज बेसिकली द साइन्स। अझ हामीले स्थानेश्वर तिमिल सिन्हाको लाई कोट गरेर कुरा गर्ने हो भने तन्त्र भनेको विचारको साइन्स हो रे, कग्निटिभ साइन्स हो रे, जहाँनिर यो विचार भन्ने शक्ति प्रयोग गरेर हामी हाम्रा भौतिक चिजहरूलाई परिवर्तन गर्छौँ। यहाँनिर विचार मन्त्र भइदियो र हामीले परिवर्तन गर्ने भौतिक चिजहरू हाम्रो यन्त्र भइदियो। जब मन्त्र यन्त्रमाथि राख्छ र जे स्टेट प्राप्त गर्छ फाइनल, द्याट इज एक्चुअली तन्त्र। मैले बुझेको तन्त्रको दर्शन यस्तो रहेछ। मैले बुझेको तन्त्रमा आकाशमा उड्ने, कालो जादु गर्ने, मान्छेको मासु लुछ्ने, यी सब ढोङहरू रहेछन्। थ्याङ्क यू।